यो राजन दाई छिर के छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ? आज हामी हाम्रो उमेश दाईको घरमा छौँ। यो राम भाइ के छ? राम भाइ मोमो पार्टी आज दाइ। मोमो पार्टी हो? के को मोमो खाने? मलाई के अरे घाँसपातको, तपाईँहरूलाई कुखुराको मासु। घाँसपातको मोमो चाहिँ हुँदैन ल, के अरे चिकन मोमो खाने हो म चाहिँ भाइ। मैले चाहिँ घाँसपात हो क्या भाइ। ए तिमीले चाहिँ घाँसपातको उयो उयो यो रुखको सेउलाको हालिरहेको खाँदैन भाइ? यो कस्तो मिठो हुन्छ, कस्तो दामी पिपलको बोट जस्तो रहेछ, दामी रहेछ रुख पनि होइन? मसलाको बोट हो दामी छ। उनीहरूले आफ्नो घरमा राख्न केही काम नपाएर यहाँ डोरी सोरी खेलाएर बसिरहेको मान्छे खत्तमै रहेछ नि। यो चाहिँ राजन दाईले अलिकति ल्याङल्याङ गर्न थाल्नुभयो। राजन दाईलाई चाहिँ यो चाहिँ यसो गरेर सिलिङमा हुन्छ कि रुखमा हुन्छ। आप कहाँ के ज्ञानी बाबा? यो चाहिँ के को बोट होला? कस्तो दामी रहेछ यो, भोकटेको बोट जस्तो देख्छ है? गुन्द्रुकको बोट। तिमी चाहिँ के गरे भाइ? यो पारा के हो? यो चाहिँ हाम्रो प्रविधि, नयाँ नेपाली प्रविधि हो क्या। यो केमा आएर साबेल बनाउनु पर्यो क्या। फुर्सद भएको बेलामा दाईहरूको बारीमा आएर यसो खनिदिनु हुन्छ यहाँ। यो खने मैले हो सबै। तिमीले नै हो? मकै यहाँ फुल छरेको छु। मकै छर्ने बेला भएछ। यो चाहिँ धनिया रहेछ, दामी देखिन्छ। यो चाहिँ हाम्रो भाइ, यो चाहिँ राजन भाइ, यो चाहिँ हाम्रो भाइ। तर हुँदैन, यसलाई तुलो भन्छ क्या त। के तुलो? तुलो के तुलो भने? तुलोकै जस्तो बनाउँछ। लास्ट हाँसुनी बनाइदिने कहाँ खाने गुरी लोटो बोडी। कुमार सागरले मुद्दा हाल्ला नि भाइ। बिचरा साधन श्रेष्ठलाई कति गाह्रो परेको छ। दानी भएडौ ए माया अब ढेडै नठटौ तिम्रो त्यो बोडी। तिनीहरूले त त्यो बोडी। यो चाहिँ दाइ चाहिँ आफू चाहिँ खानुहुन्न, पाहुनाको लागि राख्यो हो। आज हाम्रै पाला आउँछ जस्तो छ। अन्सुले मलाई बर्थडेमा नबोलाएको होइन, मलाई साह्रै चित्त दुखेको छ। ए राम भाइ, राम भाइ के गरे? भित्रतिर के कतातिर गाह्रोतिर हाने? टेन्सन पऱ्यो क्या? टेन्सन पऱ्यो हो र तिमीलाई? आज चाहिँ ओजाले खरेलको पैसा धुज्नु खाने हो। ताज किनेर हिँडेर आज त्यही भएर हेरौँ। खरेल भाइ आज पैसा धुस्नु हार्ने अन्त हामी होइन, तिमी मसँग त पैसा कति छ थाहा? कति छ? ल हेर्नु है त, ठ्याक्कै नेपालको 170। एकचोटि पहिला पाउन्ड मात्र गर्नु। कति? 1 2 3 पाउन्ड 4 पाउन्ड 50 4 पाउन्ड 90 पैसा छ होइन दाइ? 4 भनेपछि 180 को दरले 5 पाउन्ड छ होइन? 5 पाउन्ड 18 पाउन्ड चाहिँ 90 900 रुपियाँ छ। यति हो नि त। ओके। कस्तो दामी छ यार आकाश आज, कस्तो दामी देखेछ के? यहाँ पनि बस चल्दो रहेछ हौ। आम्मा कस्तो दामी देखे। मलाई त यस्तो त फेरि अल्लाह के नाम पे दे दे बाबा। दुई बोक म्यारेज खेल्दाखेरि होइन, म्यारिज होइन के। दामी छ त बाइक पनि, होन्डाको रहेछ। कति सिसीको भाइ? कसले खाँदो रहेछ हेरौँ है त। 180 रुपियाँको बोर्ड हो होइन? एउटा चक्कीले पुऱ्याइदिन्छु ल।
हेर त भाइ ओके माइकी त देखाउने मान्छे हेर न तास के छ केही पनि छैन। सजिलो हुँदैछ कि है टेस्ट पर्छ एकछिन बनाइदिएको थिएँ मैले के कहिले के यस्तो मात्र आउँछ कि म त आउँदैन। यो चाहिँ के हो भाइ? यो चाहिँ मासुभित्र के अरे पिठो के अरे इटालियन तोर्चोलिनी भन्छ त्यसलाई त्यसलाई इटालियन तोर्चोलिनी भन्छ। मोमो भनेको यस्तो हुन्छ है। भने यस्तो तपाईँले नेपालदेखि सिक्नुभयो त? 2002 मा सिक्नु 2002 लक्जमबर्गको। ल ठिक छ, हामी पनि लकजुङबाट तालिम प्राप्त दाईबाट हामीले नि सिक्ने जमर्को पाइयो हेर। खाली मौका पाएँ। हामी सिक्ने पनि। नजाने त म कहाँ हो र होइन नबनाएको पो त। सुरु भइसक्यो थालमा। मोमो पार्टी आज चाहिँ मोमो पार्टी हो। अघि न हामी त पाहुना हो भनेर भन्दै थिएँ, अहिले आफैले डल्लो अहिले अघि दाइ मोमो बनाउनु जाने हो क्या? हामी जान्छौँ। अहिले अघि मोमो बनाउनु जाऊ दाइ भन्दै थियो मलाई। कहाँ जान्छ भाइ, हामी त पाहुना हो भने। छोको मात्रै हो बिचराले, भर्खरै छोको मात्रै हो, सबै मैले गरे हो, सबै मैले गरे हो। अघि मैले पिठो मुसेको होइन भन्नु कि तपाईँ। पिठो नमुसेको हात चाहिँ यो हो भन्नुपर्छ अहिले। होइन होइन म गर्दैछु, म अलि छिटो गरिदिन्छु। त्यसपछि फोन त्यहाँ पो छ त, घरमा त केही मतलब छैन। यो नारायण भाइले सानी पिटेर मेरो भोटे, अरू त केही मतलब छैन, अरूको त केही मतलब छैन मलाई। घरमा बनाएको मोमो हो कि यो चाहिँ मासु खाएर वाक्क भएर अब भेजिटेबलमा लाग्यो भाइ है। मोमो लेलो मोमो आलु ले लो, कांदे ले लो। मोमो लेलो हाम्रो हेड सेफ दाइ यहाँ हुनुहुन्छ, उहाँ हो हामीलाई सिकाउनु मान्छे। भाइ मोमो कस्तो छ? मिठो छ दाइ, अमिलो छ? मिठो। ए अन्त अमिलो छ दाइ भनेको छु। हामीले नि सुट चिल्ली हालेको तपाईँहरूले आफैले बनाएको मोमो कस्तो लाग्यो? मिठो छ एकदमै, है एकदमै मिठो छ, बयान गरी सक्दै छैन। खाएर गुड रिभ्यू दिएर जानु होला हुन्छ होइन। फेरि आउँदाखेरि हामीले केही त्यस्तो कमजोरी भयो भने हामी अलि राम्रो बनाउने कोसिस गर्नेछौँ। के साह्रो हो र अनि हो कि क्या हो? हो कैदीले पनि सुख पाउँछ दाइ। तिमी कैदी हौ? मलाई सुखले खानिदिहाल्छु त। अनि सुखले खान्छ। 25 लेभल पुरा आएछ। दाजुभाइ चाहिँ आज मोमोसम्म खाएर झक्क निस्क्यो होइन दाइको घरबाट। दाइको घरबाट यहाँ बल्ल 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 मोमो खाएको मान्छे पेट चर्क्यो भनेर यहाँ खुसी भएर चाहिँ एकदम होइन। 2 प्लेट मोमो खायो। कतिवटा 28-30 वटा खाइदिनु। मलाई 1500 कति हालिदिनु भएको थियो, तर मलाई त्यो बुझ्नु गाह्रो भयो। पछि बहिनीले फेरि ल्याएर दुईवटा खानै पर्यो भनेर दुईवटा खानु पर्यो भनेर 3टा नखुवाइकन बहिनीले छोडिनन् होइन। लास्टमा खाइयो जस एकदम कस्तो लागेर भाइ? लास्टको त्यो इन्डिङ भिडियो चाहिँ बनाउन बिर्सेँ त घरबाट निस्किँदा होइन। जे भयो नि
ठिक छ एकदम बसेर होइन त्यत्रो चारपान मात्र रमाइलो भयो एकदम बवाल रमाइलो भयो आजको कस्तो फेरि आजै मिलेको रहेछ क्या टाइम अनि? पनि छुट्टी